दीर्घकालीन योजना र उद्देश्य बेगर स्थानीय सरकारले बजेट सिध्याउन र कमिसन प्रतिशतको लागि सञ्चालन गरेको विभिन्न सिपमूलक तालिम अहिले पर्सामा उपयोगविहीन बन्द गएको छ। तालिम पश्चातको व्यवहारिक योजना र अनुगमन शून्य हुँदा सिपमूलक तालिमको नाममा आर्थिक वर्षको अन्त्यतिर बजेट मात्र सिध्याइएको स्थानीयहरू बताएका छन्। मध्य प्रदेशको पर्सामा रहेको 14वटा स्थानीय तहले आर्थिक वर्षको अन्त्यतिर प्रत्येक वर्ष स्थानीय सरकारले बजेट सिध्याउन कम्बर कसेर लाग्ने गर्छन्। स्थानीय तहमा बजेट सिध्याउने सजिलो माध्यम भनेको तालिम हो। विभिन्न सिपमूलक तालिमको नाममा सञ्चालन गरिरहेको तालिम अहिले पर्सामा उपयोगविहीन बन्द गइरहेको छ। विभिन्न सिपमूलक तालिम लिएका सहभागीहरूले तालिममा चाहिने कुरा नसिकाएको, छोटो अवधिको तालिम दिएको कारण तालिम व्यवहारिक र व्यावसायिक हुन नसकेको हो। आफूहरूलाई सिकाएको तालिम प्राप्त स्रोत र साधनको अभावमा व्यवहारिक र व्यावसायिक नभई उपयोगविहीन हुँदै गएको छ। छोटो समयमा अधुरो दिएको तालिमबाट कुनै उपलब्धि नभई हाल केही नगरी घरमै बस्न बाध्य भएको तालिम लिएका सहभागीहरू बताउँछन्। 45 दिन भयो। थ्रेडिङ गर्न, फेसियल गर्न, क्लिजिङ गर्न अनि केस कटिङ गर्न। अहिले त केही गरेको छैन। केस स्टेज करेके, क्लिजिंग करेके, फेसियल करेके, आईब्रो बनाके, केस कटिंग करेके। अभी कुछ नहीं करत, कुछ पैसा हमने के अभी गरीबी बनी से कुछ पैसा देंगे तो पार्लर खोल सकनी से हमने के लगे हुनर बानी करे के पड़ने लगे कुछ नहीं किया नहीं कोई के सिलाई कटाई सीखनी त का कुछ मिलल ना अभी सियाई वही होता मशीन हैले ना के तो सियाई कथी सिखा के चल गई लखलो तब से ना लखलो एको बेर पूछे के सिखाबे ना कर अभी तनी अभी काटे उठे के सिखा दलो खाली एगो साया सिलवाने एगो ब्लाउज हुआ अब उतना लू रहता है कमाई। स्थानीय सरकारले विभिन्न शीर्षकमा दिएको तालिमबाट कुनै किसिमको उपलब्धि हुन नसकेको अभिभावकहरू बताउँछन्। पर्सा जिल्लाका स्थानीय तहले सञ्चालन गर्ने तालिम सञ्चालनमा सबभन्दा बढी बजेटको उपयोग गरेको हुन्छ, तर बजेट सिध्याउने र कमिसनको लागि दिएको तालिमको अनुगमन र पर्याप्त स्रोत साधनको अभावमा कुनै उपलब्धि हासिल हुन नसकेको पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर 6 गोमरियाका मोहन महतो नुनिया बताउनुहुन्छ। कोनो किसिमको फाइदा नहीं खेलो, खाली उहे तालिम भर रहता 2 दिन 4 दिन आवत लो तालिम करावत लो नर नाश्ता खिलावत लो तालिम उड़ा गल अपना अपना घर कोनो फायदा नहीं। कोनो तरह का अनुगमन नहीं किया, कोई आदमी नहीं किया समझे बुझे देखे सुने जो हाँ वो आदमी को हम सिखौनी तो आदमी का करता घूमता कि कमाता कि बजट पचावे वाला सिस्टम है तो लिस्ट में दिखा दिल सरकार के लिस्ट में दिखा दिल जो सब कमीशन वाला खेल भाई मान के चलिए 5 आदमी के बैठा देनी दिखा देनी जो हाँ हम हर चीज़ करावत नहीं, फोटो खींच के काठमांडू संसद में भेज देनी है हो गलू आदमी उठ के चल गल अपन घूम पैसा खाता लो पियत लो ऊपर महीना तलफ उठा के खाता लो आदमी के कोई कोनो माइए बाप पालिकाबाट सञ्चालन गरिने सबभन्दा बढी तालिम अन्तर्गत सिलाई कटाई तालिम, ब्युटिसियन तालिम, प्याड बनाउने तालिम र सरफ बनाउने तालिम बढी प्राथमिकतामा पर्ने गरेको छ। जनताको लागि निर्वाचित जनप्रतिनिधि जनतामुखी भन्दा व्यक्तिमुखी देखिएकोले यस्ता कार्यलाई समयमा परिवर्तन गरी व्यक्तिमुखी विकास भन्दा जनमुखी विकासतर्फ लाग्न जरुरी देखिन्छ।